गुड मर्निङ नमस्ते सबैजनालाई र तपाईहरुलाई फेरि पनि मेरो भिडियोमा स्वागत छ र तपाईहरुले टाइटल हेरेर थाहा पाइसक्नुभयो होला आज चाहिँ म के लिएर आएको छु भनेर मेरो दिन कसरी बित्छ भनेर म तपाईहरुलाई यो भिडियोको मार्फत देखाउने छु र मेरो दिन चाहिँ यसरी स्टार्ट हुन्छ। फर्स्ट अफ अल उठेर म फ्रेश हुन्छु, त्यहाँबाट तातो पानी लिन्छु। त्यसपछि तातो पानी लिएपछि म स्कुल जानुको लागि एकदम खानाहरु रेडी गर्छु। खानामा चाहिँ म सधैँ नै भात नै पकाउने गर्छु बिहान चाहिँ, किनकि रोटी बनाउँदाखेरि चाहिँ एकदम टाइम लाग्ने गर्छ र बेलुकाको टाइममा चाहिँ प्राय जस्तो म रोटी खान्छु। यहाँनेरि चाहिँ मैले भात बसाएँ, अन्त त्यसैमा आलु पनि हालेर पकाउँदैछु। एक तिर्से दो निशाना भनेको जस्तो म चाहिँ भातमै आलु पनि हालेर पकाउँछु र यहाँनेरि अब सब्जीको लागि रेडी गर्दैछु मसलाहरू। र आलुमा चाहिँ मैले गुन्द्रुक मिसाउन आँटेको, अन्त अस्ति घरबाट लिएर आएको थिएँ नि त। यस्तो हतारको बेला चाहिँ यति साह्रो सजिलो हुन्छ कि गुन्द्रुक चाहिँ एकदम छिटो छिटो बनाएर खानु पनि मिठो हो। र यता खाना पाक्दै गर्छ र यता चाहिँ म रेडी हुन्छु, किनकि बादमा भ्याउँदैन नि त। र मेरो रेगुलर मेकअप चाहिँ यही हो, मोइस्चराइजर, सनस्क्रिन, अन्त अलिकति ब्लसर लाउँछु, मस्कारा लाउँछु। र टीका सानोबडे टीका लाउने गर्छु, त्यो छैन भने चाहिँ अनुहार खाली लाग्छ नि त। अन्त इयरिङ लाउँछु। इयरिङको मेरो कलेक्सन चाहिँ यति छ, जुन चाहिँ म रेगुलर युज गर्छु। अब भने चाहिँ खाना पाकिसक्यो र खाना खाँदैछु। म चाहिँ घरबाटै डम्मै खाएर जान्छु बिहानै, किनकि अहिले चाहिँ इक्जाम हुँदैछ नि त, अन्त लन्च नलगी जान्छु। लिपस्टिक लगाएपछि चाहिँ मेरो मेकअप पनि कम्प्लिट हुन्छ र अब चाहिँ निक्लिनु आँटेको। र यो हो मेरो स्कुलको आई कार्ड। यो चाहिँ युनिभर्सल प्रब्लम नै हो, जति नजिक उति ढिलो। जहिले पनि ढिलो हुन्छु म चाहिँ। यहाँ स्टुडेन्टहरू सबै आइसकेछ। फेरि चाहिँ डरसरी जाँदैछु, किनकि प्रिन्सिपल सरले जहिले पनि भन्छ नि त, रेखा म्याम बी पङ्क्चुअल भन्छ, र पनि अटेरी गर्दै त्यही हो। र यहाँनिर चाहिँ सर आउनु भएको छैन रहेछ र ढुक्कै भयो। त्यसपछि यहाँनिर थर्मस राखिदिनुपर्छ तातो पानीको लागि, आन्टीहरूले बादमा ल्याइदिनुहुन्छ नि त। र म चाहिँ अब क्लासमा इन्टर गरेँ, अनि यिनीहरू चाहिँ मेरो क्लासको मङ्किज। अब एकछिनमा चाहिँ इक्जाम स्टार्ट हुन्छ, त्यही भएर सबैजना आफ्नो आफ्नो लेसन चाहिँ रिभाइज गर्दैछ। अब चाहिँ म एटेन्डेन्स लिन आँटेको। यिनीहरूको चाहिँ कम्प्लेन हल्ला चाहिँ कहिले पनि सक्दैन हो। बिहानदेखिको म्याम यसले त्यो गर्यो, त्यसले त्यो गर्यो, कम्प्लेन आएकै। अब चाहिँ इक्जाम स्टार्ट भयो यिनीहरूको 11 बजीदेखिको 2 बजीसम्म चाहिँ यिनीहरूको 3 घन्टा चाहिँ इक्जाम हो। यसरी नै यताउता गर्दै यसरी टाइम बिताउनु पर्छ। बस्नु पनि पाउँदैन, तलबाट एनाउन्स गर्छ भनेर डरसरी हुन्छ। प्रिन्सिपल सरलाई पनि फेरि डरसरी छ, डाइरेक्टर सरको कल आइहाल्छ नि त। प्रिन्सिपल सरलाई डाइरेक्टर सरको डर हो, स्टाफहरूलाई प्रिन्सिपल सरको डर, नानीहरूलाई टिचर्सको डर। अब चाहिँ इक्जाम पनि सक्यो, सबै पेपर्स कलेक्ट पनि गरिसकेँ हो। अन्त छुट्टी भएर पनि अब चाहिँ जानु पाउँदैन जबसम्म स्टुडेन्ट जाँदैन हो। यसरी नै बसिरहनुपर्छ नि त हामी पनि। बस नम्बर, भ्यान नम्बर वाइज यिनीहरूको चाहिँ एनाउन्समेन्ट हुन्छ, अन्त यिनीहरू जान्छ हो। लास्टमा टिचरहरू चाहिँ जानुपर्छ, नभए भने त मुख तोडेर, खुट्टा तोडेर, टाउको फुटाएर हुन्छ नि। बल्ल बल्ल सबै स्टुडेन्ट्स गएपछि चाहिँ अब टिचरहरूको जाने टाइम हो। यति साह्रो भोक लाग्दैछ कि अब गएर चाहिँ खाना खानुपर्छ फ्रेस भएर। हेर्नु नि, यहाँनिर चाहिँ म स्कुलबाट आएर भोक लागेर चाहिँ यति साह्रो छिटो नुहाउँदै थिएँ कि म त आज पार्सल आउँछ भनेर बिर्सिरहेको रहेछु। मलाई चाहिँ राम्रोसँगले नुहाउनु पनि दिएन। स्कुलमा चाहिँ एनुअल फङ्सन हुन आँटेको छ, अन्त नानीहरूको लागि डान्सको लागि कस्ट्युम चाहिँ ट्रायलको लागि मैले एउटा अर्डर गरेको थिएँ।
खासमा चाहिँ मैले काश्मिरी फेरन अर्डर गर्नु भनेको थिएँ, तर त्यो चाहिँ एकदमै एक्सपेन्सिभ पर्ने रहेछ। त्यही भएर मैले त्यस्तै टाइपको देख्ने अर्कै नर्मल कपडामा चाहिँ मैले यो अर्डर गरेको छु। क्वालिटी चाहिँ ठिकैको आएको थियो। अब 300 रुपियाँमा चाहिँ कति नै पो एक्सपेक्ट गर्नु होइन। नानीहरूलाई भनेर मगाएको, मलाई पनि ठिकै भयो लास्टमा चाहिँ। ओके गाइज, आजको लागि यति नै। मिनी ब्लग भन्दा भन्दै लामो भइगयो हो। यतिन्जेल हेरेर साथ दिनुभएको लागि सबैलाई धेरै धेरै धन्यवाद। र तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ लाइक गरिदिनु होला, कमेन्ट अनि सेयर गरिदिनु होला। अर्को भिडियो लिएर फेरि पनि आउने छु। त्यतिन्जेलको लागि बाई बाई।